हेलो नमस्कार, मेरो ब्लगमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ मैले चेरी सम्बन्धी भिडियो लिएर आएको छु। कस्तो खालको चेरी रोप्दाखेरि चाहिँ मिठो खाले फल्छ भन्ने सम्बन्धी। मैले पनि धेरै चेरीको बिरुवा रोपेको थिएँ, सबै मिठो फलेन। मिठो चेरी फलाउनको लागि चाहिँ यस्तो खालको हुनुपर्छ। लामो लामो पात खस्रो भएको चाहिँ मिठो खालके गुलियो हुँदो रहेछ। यसरी अनि मजाले फल्ने यो सबै मिठो खालको छ, एकदमै स्विट। अनि कि त यो खालको यसरी हेर्नुपर्छ, बाहिर यो कालो खालको बाहिर देखाएको हुन्छ, यो पनि मिठो खालको हुन्छ। चेरीको बिरुवा चिन्ने तरिका चाहिँ यो पनि मिठो खालको हो। यसरी यो फलेको छ, यसरी ठुल्ठुलो दाना अनि गुलियो हुन्छ यस्तो चाहिँ। अब यो चाहिँ भने मिठो छैन, अमिलो छ। यसको चाहिँ पातहरू हेर्नुहुन्छ भने चिल्लो छोटो, यस्तो चाहिँ मिठो हुँदैन। यो चाहिँ चेरी यो चिल्लो चिल्लो छोटो छोटो पात भएको चाहिँ यो चाहिँ चराले खान्छ, चराको लागि रहेछ। यो हुन त मान्छेले खाँदा पनि हुन्छ, तर अमिलो हुन्छ। तर यसलाई चाहिँ अलिक धेरै बेरसम्म राखेर अलिक कालो कालो भइन्जेल राखौँ भने चाहिँ अलिअलि गुलियो चाहिँ हुँदो रहेछ। नभए त्यति गुलियो चाहिँ नहुने, अमिलो हुने हुँदो रहेछ। मैले धेरै चेरीको बिरुवाहरू किनेर रोपेको थिएँ, अनि सबै यस्तो फल्यो, यस्तो मिठो खालको फलेन, अनि सबै काटेर फाल्नु पर्यो। त्यसैले तपाईहरुलाई चाहिँ मैले यो भिडियो सेयर गर्न लागेको छु। तपाईहरु पनि गार्डनिङ गर्नुहुन्छ भने, चेरी किनेर लगाउनुहुन्छ भने चाहिँ कुन खालको चेरी चाहिँ लगाउँदाखेरि चाहिँ मिठो खालको फल्छ भन्ने सम्बन्धी चाहिँ मैले यो भिडियो बनाएको, मैले अनुभव गरेको कुराहरू चाहिँ तपाईहरु सम्बन्धी सेयर गरेको। यो एक बोट मात्रै, अरू अझै दुई बोट छ यो खालके। अब काटेर पनि नसकेको, काटेर फ्यालेर पनि अब कति चाहिँ फ्याल्नु, अनि 2 बोट चाहिँ यो खालको छ। अरू चाहिँ मिठो खालको 3 बोट चाहिँ मिठो खालको छ। यसरी चेरी चिन्ने तरिका चाहिँ यही हो साथीहरू। थ्याङ्क यू, तपाईहरु रोप्नु होला चेरी। बाई बाई।